म चाहिँ यहाँ अहिले तकासागोमा छु र मेरो पछाडि चाहिँ तकासागो एकिरहेको छ र सानोमिया स्टेसनबाट चाहिँ यहाँ आउनलाई चाहिँ 50 मिनेट जति लाग्छ र हिमिजी एकीबाट आउनलाई चाहिँ 25 मिनेट र यहाँबाट चाहिँ आइसिटी सेन्मनगाको तकासागो चाहिँ नजिकै रहेको छ। हामी विदेशी विद्यार्थीहरूलाई चाहिँ सुरुमा कम्पनी खोज्नु र कम्पनी खोजेर त्यो कम्पनीमा छिर्नु चाहिँ एकदम महत्त्वपूर्ण कुरा जस्तो लाग्छ। किन भन्दाखेरि त्यो कम्पनीबाट पाइरहने स्थिर स्यालेरी चाहिँ हाम्रो लागि एकदमै जरुरत छ र हामी विदेशी विद्यार्थीहरूलाई चाहिँ पैसा भन्ने चिज चाहिँ हाम्रो स्कुल लाइफमा भएको बेला चाहिँ एकदमै महत्त्वपूर्ण जस्तो लाग्छ। त्यो ठाउँ चाहिँ तकासागो रहेको छ र यहाँ चाहिँ आइसिटी सेन्मनगाको तकासागो रहेको छ। कलेजबाट हामी ग्रेजुएट भएपछि चाहिँ भिजा पाउनको लागि चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो त्यो भनेको चाहिँ। र खाइसाबाट अफिसियल लेटर पाउनको लागि चाहिँ काम गर्नको लागि चाहिँ अफिसियल लेटर चाहिने हुन्छ र त्यो पाउन चाहिँ एकदमै गाह्रो हुन्छ। हामीले कलेज लाइफमा काम गर्दै र कलेजको पढाइ गर्दै र पार्ट टाइम काम गर्दै हामीले अनि खाइसा खोज्ने कम्पनी कन्टिन्युटी दिनुपर्ने हुन्छ र त्यो चाहिँ एकदम गाह्रो छ। मलाई चाहिँ यहाँ आइसिटी सेन्मनगाको आउनुभन्दा अगाडि चाहिँ जापानको कम्पनीहरू खोज्ने तरिका त्यति राम्ररी थाहा थिएन र यहाँ आइसकेपछि चाहिँ यो स्कुलमा छिरिसकेपछि चाहिँ हाम्रो सेन्सेहरूले आइसिटी सेन्मनगाको हुनुभएका सेन्सेहरूले कसरी खोज्ने भन्ने तरिका सिकाइदिनु भयो। यहाँ त्यो गएको आइसिटी सेन्मनगाको राम्रो कुराहरू भन्नुपर्दा चाहिँ यहाँ सबभन्दा अगाडि चाहिँ सेन्सेहरू यहाँको टिचरहरू हुनुहुन्छ र यहाँ सेन्सेहरू चाहिँ एकदमै काइन्ड हुनुहुन्छ र सेन्सेहरूले चाहिँ जस्तै बिरामी पर्दाखेरि हामीलाई एकदमै गाह्रो हुन्छ र स्टुडेन्टहरूको लागि चाहिँ बिरामी पर्दाखेरि चाहिँ एकदमै गाह्रो हुन्छ र सेन्सेहरूले चाहिँ उहाँहरूले सहयोग गर्नुहुन्छ। जस्तै अब हस्पिटल लैजाने ल्याउने बिरामी पर्दाखेरि आफ्नो छोराछोरी जस्तै गरी गर्नुहुन्छ। त्यो भनेको चाहिँ एकदमै हामी विदेशीहरूको लागि चाहिँ एकदमै राम्रो कुरा हो जस्तो लाग्छ। र अर्को कुरा चाहिँ पढाउने तरिका चाहिँ सेन्सेहरूबाट आफूले नबुझेका कुरा एसएससी अब जस्तै भन्नुपर्दा सजिलो कुराहरूबाट सिकाइदिनुहुन्छ त्यो एकदमै राम्रो हो। र हामीलाई चाहिँ जस्तै अब स्कुल लाइफमा चाहिँ एक काम भनेको एकदमै महत्त्वपूर्ण हुन्छ किनभने हामीलाई गएको तिर्नुपर्ने हुन्छ र स्कुल फीहरू तिर्नुपर्ने हुन्छ र आफूलाई चाहिएको खर्चहरू जुटाउनु पर्ने हुन्छ। त्यो चाहिँ एकदमै काम चाहिँ पार्ट टाइम जब चाहिँ एकदमै जरुरी छ। त्यो चाहिँ सेन्सेहरूबाट हामीलाई खोजिदिनुहुन्छ र जस्तै अब सोचियो भएपछि चाहिँ हामीले युनिभर्सिटी ग्रेजुएट भएपछि चाहिँ हामीलाई चाहिँ कम्पनीमा जसरी भए पनि खोज्न पर्ने हुन्छ। त्यो कम्पनीहरू खोज्नको लागि पनि सेन्सेहरूले जति सक्दो सेन्सेहरूबाट तर्फबाट एकदम सहयोग गरिदिनुहुन्छ। र जस्तै अब स्कुल फीहरू पनि हामीले चाहिँ अब हामीसँग एकैचोटि बुझाउनलाई छैन भने हामीले छुट्टै गरी थोरै गरी बुझाउन सक्छौँ। त्यो पोइन्ट चाहिँ मलाई चाहिँ एकदमै राम्रो लाग्छ र अरू गएकोहरूमा यस्तो कुराहरू छैन। र अब लास्टमा भन्नुपर्दाखेरि चाहिँ अरू सेन्मनगाकोमा चाहिँ होस्टेलहरू चाहिँ हुँदैन जस्तो लाग्छ। यो सेन्मनगाकोमा चाहिँ छ र जस्तै होस्टेल भए पनि एउटा रुममा 2 जना बस्न पर्ने हुन्छ र हाम्रो स्कुलमा चाहिँ त्यस्तो छैन। एउटा रुममा एकजना बस्दा नि हुन्छ। त्यो चाहिँ एकदम राम्रो पोइन्ट जस्तो लाग्छ मलाई। यिनीहरू नै जस्तो लाग्छ मलाई राम्रो पोइन्टहरू चाहिँ।